हेलो दर्शकबिन सबैलाई नमस्कार। मेरो नाम चाहिँ डम्बर राउत। म चाहिँ ठ्याक्कै बेङ्गलोरदेखि आजको मेरो सन्डे स्पेसल भ्लग। म चाहिँ ठ्याक्कै बाइक बुक गरेर माधेपुरातिर जाँदैछु। माधेपुराबाट चाहिँ अर्को नेक्स्ट स्कुटी लिएर जानुपर्ने छ। मेरो आज सन्डेको यात्रा हो। गाडीमा जाने ऱ्यापिडो बुक गरेको थियो। बुक गरेर बाइक आएको थियो। टक्कै यो हेब्बलतिरको सिन हो। हेब्बलमा के छ भन्दाखेरि यो मेट्रोको स्टप बन्दै छ, त्यसैले हल्का थोरै जाम छ, ट्राफिकहरू। अरू त केही नै यस्तै छ। यो बाटो चाहिँ कतिखेर बन्ने हो, कहिले बन्ने हो, भयो धेरै भयो। यो पिलरहरू चाहिँ यो मेट्रोको लागि हो, तयार हुँदैछ। अब टाइम लाग्छ हो। मेट्रो जस्तो हो, धेरै टाइम लाग्छ। मेरो यात्रा चाहिँ टक्क माधेपुरासम्म। माधेपुरादेखि चाहिँ स्कुटी लगेर जानुपर्ने छ मैले। टक्क यो आजको हाम्रो छोटो मिठो भ्लग सन्डेको ट्राभलिङ घुमफिर। आज भाइरल रोडतिर जाने भनेको। भाइरलतिर रोड अलि मिसो नगर्ला जस्तो छ। अब हेरौँ कहाँ हुन्छ टोलीहरूसँग। यो चाहिँ ट्याक्कै यो नागबाराको तल चाहिँ टक्क हात्ती के बनाएर राखेको रहेछ, तलबाट लथ्यो। त्यसपछि माथि त्यो लामो देखिने चाहिँ पिलरहरू बनाउने रहेछ मेट्रोको लागि। बसहरू टक्क सरकारी गभर्नमेन्ट बसहरू पनि लाग्छन्। टक्क हाम्रो बाटो चाहिँ आज सन्डे थियो, खासै ट्राफिक थिएन, फेरि नै थियो बाटो त। अरू माथिको चाहिँ अब त्यस्तै हो। अब ट्याक्कै मलाई यहाँनिर झाडेर त्यसपछि म हिँड्दै जाँदै थिएँ। जाँदै थिएँ थोरै थियो यतानिर उसले ऱ्यापिडोले मलाई झार्थ्यो। हिँडेर म जाँदै थिएँ। ट्याक्कै यो बाइक मेरो चाहिँ आजको घुम्नको लागि स्कुटी चाहिँ भित्र छ। त्यो एउटा स्कुटी हो। स्कुटी लगेर म चाहिँ कारबास नदीतिरको राइड हान्दैछु। कारबासमा पेट्रोल हालेर म कारबास नदी अब टोलीहरू हाम्रो गाउँतिर नेपालीहरू छन्, त्यतातिर टक्क राइड हान्दैछु। ट्राफिक त्यति थिएन आज, चाहिँ सिङ्गल थियो। म चाहिँ अब हेलमेट अब यसो जाँदै थियो बाटो। मोबाइल यस्तै हल्लिरहेको थियो अलिअलि। स्ट्यान्ड खराब थियो, त्यसैले आज टक्क घुमेर टोलीहरू भेटिए। टोलीहरूसँग यिनीहरूसँगै हो। आज यिनीहरू रेडी भएन, यिनीहरूको रुम चाहिँ त्यही हो। यिनीहरू अब हाम्रै गाउँका भएर अब यसो आइदिउँ यता भेटघाट पनि हुन्छ भनेर आइयो। त्यसपछि हाम्रो अनि यही स्कुटी हो। यही स्कुटीमा आज हामी घुम्नुपर्ने 3जनालाई अब बसेर। त्यसपछि यहाँ हाम्रो यो टोलीहरूको यो मेहेल म कहाँ सुट्या हाम्रो बिपी डन कालीगढीको डन हुने योबाट सुट्या जाओस् यो भिडियो कालीगढीसम्म। सन्डेका सपन हेरेर खाना मात्रै बसिहाल्यो। बेङ्गलोरका नेपालीहरू सन्डे खायो घुम्यो। यता हेर सन्डे भयो जानियो त पुरा रेलवे मसँगै जान्छौ र मैले छोको खान्छौ। रमाइलो भेटघाट बसी मेट्रो स्टेसनतिर बेलुनदुर मेट्रो स्टेसनमा यसो घुमफिर गर्दैछौँ। टोलीहरू अब घुमफिर गऱ्यो। अब टिकटक सिकटक बनाउने काम भयो। यता बसिहाल्न हामी टोलीहरू। त्यसपछि टिकटकतिर हाम्रो लागि प्रोसेस।